अहिले हामी यो जाजरकोटे राजाको दरबारमा छौँ। यो दरबार विशाल थियो त्यो बेलामा, तर अहिले चाहिँ 2080 कार्तिक 17 गते आएको भूकम्पले यसलाई जीर्ण बनाएको छ, भत्किएको छ। ठाउँ ठाउँबाट यो काठहरू भित्र एकदम मान्छे बस्न लायकको छैन। यो अहिले पुनर्निर्माणको पर्खाइमा छ। हेरौँ कहिले यसले पुनर्निर्माण पाउँछ, कहिले यसको जीवन्तता पाउँछ, पहिलाको जस्तो चहल पहल कहिले पाउँछ, हेर्दै जाउँ। यहाँ चाहिँ पहिला जिल्ला प्रशासन कार्यालय थियो, जिल्लाको समन्वय समितिदेखि लिएर धेरै सरकारी कार्यालयहरू यहाँ थियो यो भूकम्पभन्दा पहिला। अहिले केही पनि छैन, पुरै भत्केर भग्नावशेष मात्रै छ। यस्तै रहने हो भने यसको केही समय पछाडि यो भग्नावशेष पनि बाँकी रहँदैन, यसको इतिहास मेटिन्छ। त्यसैले सम्बन्धित निकायको ध्यान जाओस्, छिटोभन्दा छिटो यसले जीवन पाओस्, पुनर्निर्माण गरौँ। किनभने यस्तो सम्पत्ति जगेर्ना नगर्नु भनेको इतिहासलाई सम्झिने हो। यो हामीले इतिहासलाई सम्झ्यो भने भोलि हाम्रो पुस्तान्तरण हुँदै जान्छ, नलेज ट्रान्सफर हुन्छ। त्यसको लागि पनि हामीले ध्यान दिनुपर्छ। म सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु। रेट्रोफिटिङ गरेर हुन्छ कि पुनर्निर्माण गरेर हुन्छ, कुन विधिबाट हुन्छ, सो यसलाई चाहिँ पुनर्जीवन दिनुपर्नेछ। हेर्नुहोस् यहाँतिर यस्तो अवस्था छ।